नमस्कार विद्यार्थी भाइ बहिनीहरू। आज हामी कक्षा 8 को अनिवार्य नेपाली विषयमा रहेको कवि प्रहलाद पोखरेलद्वारा रचना गरिएको प्यारो प्रकृति शीर्षकको कविता वाचन लिएर उपस्थित भएका छौँ। यो कविता शार्दूल विक्रीडित छन्दमा रचना गरिएको छ। यो कवितालाई विद्यार्थी भाइ बहिनीहरूले यसरी गाउन सक्नुहुन्छ। आउनुहोस् आजको कविता वाचन आरम्भ गरौँ। प्रातः काल हिमाल हाँस्छ जसरी अस्तित्व फैलाउँदै, सारा चेतनशील जीवन जगत ब्युझन्छ जागा हुँदै। यो जागापन साथ सिर्जनमुखी फैलाउँदै चेतना, हामी गर्न सकौँ न जीवनमुखी साहित्यको सिर्जना। हामी गर्न सकौँ न जीवनमुखी साहित्यको सिर्जना। जे जस्तो छ कला खुला प्रकृतिको, आधार हो सृष्टिको। खाँचो पर्दछ किन्तु सन्तुलनमा हाम्रो नयाँ दृष्टिको। जस्तो जो परिदृश्य होस् प्रकृतिको, यो पारदर्शी बनी सम्झाएर सिकाउँला गुरु बनी आदर्शको जीवनी। सम्झाएर सिकाउँला गुरु बनी आदर्शको जीवनी। अग्लो बोट बनेर बढ्छ बिरुवा, पर्याप्त पानी परे फल्ला उद्यमशीलता समयमै राम्रो लगानी गरे। सग्लो स्वस्थ बनाउने सुरकसी पानी लगानी गरी, चम्काऊँ लटरम्म फूल फलले अस्तित्वको माधुरी। चम्काऊँ लटरम्म फूल फलले अस्तित्वको माधुरी। पानी पार्छ मडारिएर नभमा कालो घना बादल, पाई शीतलता चराचर जगत बन्छन् निकै निर्मल। यस्तो निर्मल भाव धारण गरे धानिन्छ यो जीवन, न्यानो निर्मलता र शीतलपना वर्षोस् नाजीवन। प्राणी लिन्छ हरा भरा प्रकृतिको आनन्द आस्वादन, मान्छे गर्छ खुलेर कर्मठ बनी आह्लादको दोहन। त्यो आह्लाद समेटी प्रकृतिमा जो बन्छ आनन्दित, काव्यानन्द समान जीवन सुधा पाई बन्यो बन्दित। काव्यानन्द समान जीवन सुधा पाई बन्यो बन्दित। राम्रो स्वच्छ हरा भरा प्रकृतिको आत्मीयता पाउँदा, आत्मै देखि रमाउँदो छ दुनिया आनन्द भेट्टाउँदा। यो आनन्द सदा बहार फिजियोस् प्राणी जगतमा सदा, ऊर्जायुक्त सशक्त निर्भय बनोस् यो जिन्दगी सर्वदा। ऊर्जायुक्त सशक्त निर्भय बनोस् यो जिन्दगी सर्वदा। हो विद्यार्थी भाइ बहिनीहरू, हामी यो कवितालाई यसरी वाचन गर्न सक्छौँ। यहाँहरूले पनि यो कवितालाई गति, यति र लय मिलाएर गाउने प्रयास गर्नुहोला। यति भन्दै आजको कविता वाचन यही अन्त्य भएको जानकारी गराउन चाहन्छु। हस्त, धन्यवाद।